नमस्ते, तपाईलाई धेरै धेरै स्वागत छ। देशमा अहिले यतिखेर जुन एक प्रकारको तरङ्ग चलिराखेको छ, आम नेपाली जनताहरू जो हिजोको दिनमा त्यही राजालाई फ्याक्नको लागि तपाई हामी भित्रका व्यक्तिहरू सडकमा गएका थियौं। गणतन्त्र देशमा आवश्यक छ। नेपाली जनताका छोराछोरीहरूले फ्रीमा शिक्षा पाउनुपर्छ, फ्रीमा स्वास्थ्य पाउनुपर्छ र नेपाली जनताहरूले एकदमै सुखको वातावरण चाहिँ पाउनुपर्छ भनेर तपाई हामी हिजोको दिनमा लागेका थियौं। आज त्यही समुदाय जुन छ त्यही समुदायलाई फेरि राजा चाहिएको छ। जस्तो अहिले म युएमा काम गरिराखेको छु। युएमा पनि पूर्ण रूपमा राजा भएको देश हो, तपाईहरुलाई थाहा छ। यहाँको नीति, यहाँको नियम, म यहाँ सिक्दैछु केही कुराहरू, यहाँको बारेमा मैले अध्ययन गर्दैछु र मैले नेपाललाई अध्ययन गरिराखेको छु र मैले तुलना गरेर अध्ययन गर्ने गर्छु। 70-80 वर्षको इतिहासभित्रमा युएई जुन देश छ नि, कहाँदेखि कहाँ पुगिसक्यो कि। हाम्रो देशमा हिजोको दिनमा आन्दोलन भयो, गणतन्त्र आउँछ, अब नेपाली जनताले सुख पाउँछ, केही परिवर्तन हुन्छ, शिक्षा फ्री हुन्छ, यी सबै कुराहरूमा तपाई हामी आशावादी थियौं। तपाईले जे चाह्यो त्यो केही पनि भएन। पहिले जति राजाको पालामा विकास भएको थियो त्यो लेभलको विकास पछिल्लो पटक भएको छैन। विदेशदेखि अरबौंका ऋणहरू हामीमाथि थुप्रिराखेका छन्। अहिले जनताले चाहिरहेका छन् फेरि त्यही राजा राजगद्दीमा आएको भए हुन्थ्यो। यहाँ अहिले सयौं राजाहरू उत्पादन भए, सयौं राजाहरूले अहिले कमाइराखेका छन् हैन। गणतन्त्रको नाममा अहिले जुन ठग तन्त्र भइराखेको छ राजनीतिक पार्टीभित्र हैन, जति पनि पार्टीहरू उत्पादन हुने, आउने, हाँगाबिगा बन्ने, फेरि कमाउने, फेरि सिद्धिने, फेरि बनाउने, फेरि सिद्धिने, आफू बन्ने, तर नेपाली जनताको कहिल्यै पनि स्तरको उन्नति कहिल्यै पनि भएको छैन कि। यो विषयलाई एकदमै मध्यनजर गर्दाखेरि अझै देश केही विषम परिस्थितिमा, अझै देश अप्ठ्यारो परिस्थितिमा जान्छ कि भन्ने मलाई लागिराखेको छ। यो मेरो आफ्नो व्यक्तिगत विचार हो। त्यो भएको कारणले गर्दा कहीँ कतै हिजोको दिनमा राजालाई हटाउँदाखेरि नेपाली जनताले पछुताइराखेका हो कि हैन। एउटा राजाले जति गर्न सकेको थियो, अहिले सयौं जना राजाहरूले जति गरिराखेका छन् सबै आफ्ना लागि गरिराखेका छन्। शिक्षा पूर्ण रूपमा फ्री भएको छैन, स्वास्थ्य पूर्ण रूपमा फ्री भएको छैन, इन्सुरेन्सको हकमा हेर्नुस्, कृषकको हकमा हेर्नुस्, मल बिउ बिजनहरू केही पनि टाइममा पाउँदैन कृषकहरूले भने देशमा विकास चाहिँ कहाँनेर र कसरी भएको छ। यो अहिलेको करिबन 21 वर्षको बीचको हिस्ट्रीलाई हेर्नुस्। उही नेपाल हो, हिजो पनि उही थियो। माथिबाट आएका इन्टरनेसनल लोनहरूले गर्दा केही बाटाघाटाहरू चौडा भयो होला हैन, केही त्यो हुनु स्वाभाविक हो कि। 8-10 वर्षको अन्तरालमा अहिले भएको अलिअलिको विकासलाई धेरै ठुलो एकदमै विकास भयो भन्न मिल्दैन। हामीले कति आन्दोलन गर्यौं, माओवादीलाई फ्याक्न, राजा फ्याक्न, माओवादीलाई सत्तामा, अब देशको विकास होला। जनताहरूले कहिलेसम्म यो चपेटामा परिरहने र कहिलेसम्म जनताहरूले यो दुःखको घेराभित्र रहिरहने भन्ने विषय महत्त्वपूर्ण हो कि। त्यो भएको कारणले गर्दा जनताहरू एकदमै निराशामा गएर पनि होला सायद अहिले राजा नै भइदिएको भए हुन्थ्यो, राजा नै भइदिएको भए हुन्थ्यो भन्ने खालको जुन देशमा माहौल चर्किराखेको छ।